नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ लुक्स नेपालको दैनिक हेडलाइन। सामाजिक सुरक्षा भत्ता विवरणमा भ्रष्टाचार, 17 जना विरुद्ध मुद्दा दायर। कोहलपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण। पुँजीगत खर्च बढ्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीले उठाए कर्मचारीमाथि प्रश्न। निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन जनप्रतिनिधि सभामा पेश। 12 विषय तातोपानी सडक अवरुद्ध, कोदारीमा सडक भासिदा सवारी ठप्प। माओवादीको विरोधपछि कर्णाली प्रदेश सभा बैठक अनिश्चित। शेयर बजार खासै घटबढ भएन, 11 अर्ब 44 करोड रुपियाँको कारोबार। इजरायल र इरान बीच तनाव चर्किँदा क्षेत्रीय द्वन्द्वको डर बढ्यो। निष्पक्षताका लागि लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ, प्रधानमन्त्री ओली। गण्डकीमा आगामी वर्ष मात्रै 15,000 घरमा खानेपानी पुर्याइने।